तपाईले कहिले सोच्नु भएको छ पर्खा लगाउनु भन्दा अगाडि इटा किन भिजाइन्छ भनेर? धेरै जनालाई यो सामान्य प्रक्रिया मात्र हो भन्ने लाग्न सक्छ। तर यदि तपाईले पर्खा लगाउनु र प्लास्टर गर्नु भन्दा अगाडि इटा पानीमा भिजाउनु भएन भने पर्खाल कमजोर हुन सक्छ, प्लास्टर चर्किन सक्छ र भवनको आयु घट्छ। अब यस्तो किन हुन्छ त? यदि तपाईले पर्खा लगाउनु भन्दा अगाडि इटा भिजाउनु भएन भने इटाको जोडमा प्रयोग हुने मसलाको पानी इटाले सोध्छ, जसको कारणले मसला सेट हुनु भन्दा अगाडि नै पानी इटामा गएर बस्छ र इटाहरूको बीचको जोड कमजोर हुन्छ। यसले तपाईको पर्खाललाई कमजोर बनाउँछ। अब प्लास्टर गर्नु भन्दा अगाडि पनि पर्खाललाई तपाईले पानीले राम्रोसँग भिजाउनु पर्छ। यदि तपाईले यस्तो गर्न बिर्सिनु भयो भने प्लास्टर सेट हुँदै गर्दाखेरि प्लास्टरमा क्र्याक देखिन्छ अथवा प्लास्टर चर्किन सक्छ। अब पर्खा लगाउनु भन्दा अगाडि इटा कति बेरसम्म भिजाउने त? कम्तीमा तपाईले 2 घण्टा इटा भिजाउनु पर्छ र आइडियली तपाईले 6 घण्टासम्म इटा भिजाउनु भयो भने अत्यन्तै राम्रो हुन्छ। यदि तपाई आफ्नो सपनाको घर बनाउँदै हुनुहुन्छ भने यस्ता साना कुराहरुमा तपाईले निकै ध्यान दिन जरुरी छ, किनभने यस्ता साना कुरामा ध्यान नदिँदा तपाईलाई भविष्यमा गएर ठूलो क्षति हुन सक्छ।